हिँड्दै जाँदाखेरि जङ्गलमा भेटेको एउटा भग्नावशेष भइसकेको एकदमै पुरानो घर हो कि स्कुल हो, स्कुल अरे भनेर भनिन्छ। यहाँ घरभित्र अस्ति नै हामी आउँदाखेरि चाहिँ केही पनि थिएन, ढुङ्गा माटो अलिअलि झार थियो। अहिले त पुरा यी मानेहरूको जङ्गल भएछ, सबै माने उम्रेछ, यत्रो ठुलो भएछ। मान्छे नबसेपछि यस्तो हुन्छ घरहरूको रूपरङ्गै, बिचारा कति माया लाग्दो। रोपेकै जसरी गरेर कति मजाले मानेहरू चाहिँ यहाँ घरभित्र फैलिएको के। ढोका पनि यस्तो छ, हेर त छोरा है, मान्छे बसेन भने यस्तो हुन्छ घरहरू। यहाँभित्र त यस्तो भएछ, माने पलाएछ, घरहरू यस्तो छ। पुरानो भइसक्यो, मान्छेले छोडेपछि यस्तो हुन्छ। यही घरमा मान्छेले कति जिन्दगी काट्यो होला। स्कुल हो या घर हो है, तर अहिले भने यस्तो छ। अरूहरू पनि आयो मान्छेहरू, ल जाऊँ।